गुड इभिनिङ मेरो सम्पूर्ण फेसबुक मित्र साथीभाइ दिदीबहिनीहरू सबैलाई। अनि आज चाहिँ म मेथीको पराठा बनाउँदैछु हो। यसलाई चाहिँ अघि गुनेर राखेको हैन। अब चाहिँ यसलाई मजाले यत्रो डोज बनाएर चाहिँ पराठा बनाउँदैछु र कस्तो हुन्छ हेर्नुहोस् है। तपाईहरुले यसरी नै बनाएर खानुहोस्। यो मेथीमा चाहिँ हल्का मेथी काट्यो, हल्का तेल हाल्यो, अन्तखेरि हल्दी, नुन अनि खोर्सानी हालेर चाहिँ मजाले यसलाई मुछेर 5-10 मिनेट राख्नुपर्छ हैन। त्यहाँदेखिको यसरी सफ्ट हुन्छ हो। अनि तपाईले यसमा बेकिङ सोडा हाल्नु भयो भने अझै राम्रो, किनकि यो मजाले फुलेर पाक्छ हैन। अनि मैले चाहिँ त्यसरी नै बनाएको छु र तपाईले पनि घरमै यसरी मेथी पराठा बनाएर खानुहोस्। एकदम टेस्टी हुन्छ है। अहिले मेथीको सिजन पनि छ अनि सिजनमा चाहिँ तपाईले यसरी नै मेथीको पराठा बनाएर खानु होला है। र अहिले देखाउने छु तपाईहरुलाई। ओके, गुड इभिनिङ सबै साथी। गुड इभिनिङ मेरो सम्पूर्ण फेसबुक मित्र साथीभाइहरुलाई है। अब यस्तरी धुवाकोमा चाहिँ छ्याप्पै राखेर मजाले घुमाउने यस्तरी। हल्का फोकाउनु पर्छ। यसरी हल्का फोकाएपछि चाहिँ तपाईहरुले यसरी पल्टाइदिनु होला अनि घिउलाई लगाइदिनुहोस्। यसरी घिउलाई मजाले यसरी छेउ कुना चाहिँ मजाले पाक्नुपर्छ। टक्कसँग पल्टायो, फेरि घिउलाई यसरी लगायो अनि त घिउ रेडी भयो। अब मजाले पकाउनुपर्छ है। पल्टाइ यसको मेन टुप्पा चाहिँ पाक्दैन, यसलाई यसरी तल्नु पर्यो।